हेलो एभ्रिवान, आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। म चाहिँ आज छोराछोरी लिएर मामा घर जाँदैछु किनभने मेरो भाइको बिहे छ। बिहेको लागि हामी चाहिँ आमा छोराछोरी चाहिँ जाँदैछौँ। छोरी चाहिँ एकदम खुसी भएर हिँडिराखेकी छिन्। मेरो छोरा पनि खुब एक्साइटेड छ। हामी चाहिँ हिँड्यौँ। त्यस पछाडि हामी चाहिँ मामा घर पुग्यौँ अनि मामा घरमा चाहिँ धमाधम सेल पकाउने कार्यक्रम अरू कामहरू भइराखेको रहेछ। यो चाहिँ मेरो जेठो होइन, कुन भयो जेठो अहिले भन्नु कान्छी भन्नु यो ह्यान्डसम छोरो है मेरो। ल छोरोहरुमा त कान्छी हो म कन्ता ह्यान्डसम हो जेठो छोरो। जेठो यो मेरो मामा दिदी। अनि त्यसपछि म चाहिँ माथि गएँ। माथि पनि क्याटरिङको कामहरू भइराखेको रहेछ। मम्मीहरू चाहिँ माथि सबैजना गफगाफ गर्दै हुनुहुन्छ होइन। अनि त्यस पछाडि मेरो छोरी चाहिँ यहाँ नौरो भएर एकदम झगडा गरिराखी छिन्। दिदीले फकाइरहेछ। यो चाहिँ मेरो भाइ बेहुला राजा। अनि त्यस पछाडि मेरो मम्मी माइजू मामाहरू चाहिँ सबैजना गफ गरिरहनु भएको छ। नानीलाई चाहिँ मम्मीले झगडा गरेर बोक्नुभयो। त्यस पछाडि तीनटा दाजुभाइको मेरो मम्मी चाहिँ एउटा मात्रै चेली अनि बल्ल बल्ल भेट हुन्छ। यस्तै टाइममा भेट हुन्छ अनि मम्मीहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ। अनि बेलुका भयो होइन साथीहरू। बेलुका भएपछि चाहिँ नाचगान गर्नु पर्यो भनेर रमाइलो गर्न थाल्यौँ। हामी चाहिँ मेरो छोरी चाहिँ मामासँग अहिले चाहिँ रमाउँदै नाच्दै थिइन्। अघिसम्म चाहिँ झगडा गरिरहेको थिइन्। अनि अहिले चाहिँ हामी अब यसो रमाइलो गरौँ न त भाइको बिहे भनेर नाचगान गर्नतिर लाग्यौँ। त्यस पछाडि हामी चाहिँ अब भाइलाई यसो हल्दी हल्का फुल्का लगाइदिउँ भनेर सुरु गर्न लाग्यौँ। भाइलाई चाहिँ अलिक सन्चो पनि थिएन, त्यही भएर हल्का यसो रमाइलो गरेर सबैले यसो हल्दी लगाइदियौँ भाइलाई। हामी दिदी बहिनी आमाहरू सबैले मिलेर भाइलाई चाहिँ लगाइदियौँ। मैले पनि लगाइदिएँ भाइलाई। अनि के भनेर मैले चाहिँ जिस्काइरहेको थिएँ। ऊ चाहिँ अनि हाँसिरहेको थियो होइन। अनि यसरी नै हामी चाहिँ भाइको बिहेमा इन्जोय गर्दै थियौँ। अनि उहाँ चाहिँ भाइको एकमात्र दिदी। अनि दिदीले पनि मजाले भाइलाई हल्दी लगाइदिँदै हुनुहुन्छ। अनि मेरो छोरालाई पनि जाउँ न लगाइदियो मामालाई भनेको। ऊ चाहिँ हेर्दैछ के गरे होला भनेर। अनि त्यस पछाडि भाइलाई पनि एकछिन दुला राजालाई पनि नचाउँ न त भनेर उहाँ भान्जीहरूले दुला मामालाई यहाँ डान्स गराउँदैछन्। त्यसपछि मामाले सानो भान्जीलाई पनि एकचोटि नचाउँ न त झगडा गरिरहेको छिन् भनेर नचाउन थाल्नुभयो मामाले। यसरी चाहिँ हामीले भाइको बिहे चाहिँ इन्जोय गर्दै थियौँ। अनि त्यस पछाडि भोलिपल्ट चाहिँ हामीले भाइलाई दुलालाई मजाले सिँगारेर रेडी भएर हामी चाहिँ जन्त जान तयार गऱ्यौँ। एकछिन यसो जन्त जानुभन्दा अगाडि यसो नाचगान गरौँ न त भनेर हामी चाहिँ अब यसो एकछिन नाचगान गरौँ भनेर रमाइलो गर्न थाल्यौँ। म चाहिँ अब एकछिन थकेर आएर यहाँ रेस्ट गर्दैछु। त्यसपछि हामी हिँड्यौँ जन्त सबैजना मिलेर, दिदी बहिनी हामी सबजना मिलेर जन्ततिर हिँड्यौँ। अनि हाम्रो ज्वाइँ साहब पनि यहाँनिर हेर्दै होइसिन्छ। अनि ज्वाइँ साहबलाई पोज दिसो न भनेको अब चस्मा लाउन थालिसकेछ है। अनि यसरी हामी चाहिँ रमाइलो गर्दै हिँडिरहेछौँ, फोटो खिच्दै गफ गर्दै। अनि दुलाको गाडी चाहिँ अगाडि गइसक्यो, हामी चाहिँ पछाडि छौँ सबैजना। यस्तो गर्न हो त्यहाँदेखि लिएर आइछ मेरो ब्रदर पनि राडो भन्ने कम्पनी उता छैन मुडी हाल्नु न। हेलो ल हेलो जन्त जान लाग्यो। जन्त भाइको बिहेमा जन्त। भाइको बिहेमा हामी कहाँ जान्छ? भाइको बिहेमा जन्त जानला बुहारी लिन हामी सिक्मा मेल जान्ला हामी जन्त हामी भाइको बिहेमा
त्यसपछि हामी दिदी बहिनी चाहिँ यहाँ गफ छुट्दैछौँ होइन यसो पोस्ट दिएर चस्मा सस्मा लाएर होइन गफ गफ यताउता इधर उधर हाँस्ने गर्ने होइन अब हामी चाहिँ यहाँ गर्दैछौँ त्यसपछि म अब एकछिन पोज दिनु पर्यो भनेर यहाँनिर यसो क्याट वक हो कि के गर्दैछु होइन यसो एउटा भिडियो त खिच्नै पर्यो भनेर म चाहिँ यहाँ बहिनीलाई चाहिँ लौ मेरो एउटा भिडियो खिच्दियो भनेर खिच्दैछु ल वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ मेरो भाइ बुहारीलाई हस् त बाई बाई गाइज